कोनिचिवा विनीता देश स्वागत छ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। गएको हाम्रो लास्ट भिडियोमा हामीहरूले तोकुतेई गिनो निगो गाइस्योकुग्यो SSW2 फुड सर्भिसको हाइजिन कन्ट्रोलको लेसन 2 चाहिँ हामीले सुरु गरेका थियौँ भने आजको यस भिडियोमा हामीहरूले लेसन 2 चाहिँ सक्नेछौँ। र यो सुरु गर्नुभन्दा अगाडि यो सबै बुकहरूको मिनिङहरू चाहिँ अलरेडी सेपरेट भिडियो रहेको छ। सो त्यो मिनिङहरू याद गरेर यो पढ्न स्टार्ट गर्नुभयो भने चाहिँ तपाईहरुलाई बुझ्नको लागि एकदमै सहज हुनेछ। र यसैगरी N3 को अनलाइन क्लासेसहरू पनि एभाइलेबल रहेको कारणले यदि कोही N3 को अनलाइन क्लासको लागि इच्छुक हुनुहुन्छ भने उहाँहरूले मलाई सम्पर्क गर्न सक्नुहुनेछ फेसबुकमा। र त्यसैगरी N3 को कुनै पनि बुकको PDF अथवा SSW2 फुड सर्भिसको बुकको PDF चाहिएको छ भने पनि तपाईले मलाई फेसबुकमा नै सम्पर्क गर्न सक्नुहुनेछ। र फेसबुकको लिंक रहेको छ मेरो डिस्क्रिप्सनमा। अब आज जाउँ हामी लेसन 2 हाइजिन कन्ट्रोलको लेसन 2 को सेकेन्ड पार्टमा। आज हाम्रो चाहिँ यति मात्रै रहेको छ र हाम्रो चाहिँ यो एकदमै इम्पोर्टेन्ट टपिक, तर यो चाहिँ हामीले अलरेडी SSW1 मा पढिसकेको कारणले गर्दाखेरि त्यति गाह्रो चाहिँ तपाईहरुलाई हुँदैन, तर इम्पोर्टेन्ट टपिक हो है। अब 5S भन्दा बित्तिकै तपाईहरुले बुझिसक्नु भयो होला। 5S खात्सुदो नो एइसेइ खान्द्रिए नो ओयो भनेको छ। अब यो 5S गो एस भनेको चाहिँ जुन यो 5S एक्टिभिटी रहेको छ यो चाहिँ स्वच्छता व्यवस्थापनको लागि प्रयोग, स्वच्छता व्यवस्थापनलाई राख्नको लागि चाहिँ सुनिश्चित गर्नको लागि 5S एक्टिभिटीको प्रयोग भन्ने बारे छ। अब हाम्रो स्योकुहिन खाङ्केसी सेचुनी ओकेरु गो एस खात्सुदो वा जुन खाद्य सम्बन्धित सुविधाहरूमा हाम्रो 5S एक्टिभिटीहरू गतिविधिहरू रहेको हुन्छ त्यो चाहिँ स्योकुबा खाङ्क्यो नो काइजेन दाके दे नाकु एइसेइ खान्द्री नि मो युगो देस। यो 5S एक्टिभिटी भनेको हाम्रो त्यो कार्यस्थल को मा राम्ररी काम गर्नको लागि मात्रै नभएर वातावरण सुधार गर्न मात्रै नभएर स्वच्छता व्यवस्थापनको लागि पनि उति नै प्रभावकारी हुन्छ। एइसेइ खान्द्री नो गो एस खात्सुदो वा यो स्वच्छता व्यवस्थापनको 5S एक्टिभिटी गतिविधि जुन रहेको छ यो भनेको चाहिँ स्योकुचुदोकु योबो नो सान्गेन सोकु नो हितोचु दे आरु युगाई बिसेइबुचु ओ त्सुकेनाइ कोतो ओ जिसेन सुरु तामे नि खाकासेनाइ खात्सुदो दे आरु तो तोमो नि इबुचु कोन्यु बोउशी ताइसाकु नो किसो तो नारु खात्सुदो दे मो आरिमास। अब यो फुड पोइजनिङ रोकथाम है, खाद्य विषाक्तताको रोकथामको 3 वटा सिद्धान्तहरू मध्ये एक जुन चाहिँ हाम्रो सूक्ष्मजीव हानिकारक सूक्ष्म युगाई बिसेइबुचु भनेको चाहिँ हानिकारक सूक्ष्म जीवहरूबाट बच्नको लागि र त्यसैगरी इबुचु कोन्यु बोउशी भनेको चाहिँ बाहिरी पदार्थहरूबाट हुने जुन प्रदूषण रहेको छ त्यसको रोकथामको लागि पनि एकदमै आधारभूत रहेको छ हाम्रो के त 5S एक्टिभिटी। गो एस खात्सुदो वा सेइरी सेइतोन सेइसो सेइकेत्सु शुखान नो इत्सुत्सु दे कोउसेइ सारे। अब 5S एक्टिभिटी भनेको के हो त भन्दाखेरि यो 5 वटा है, सेइरी सेइतोन सेइसो सेइकेत्सु शुखान यिनीहरूलाई चाहिँ सँगै राखेर कुरेरानो खात्सुदो नो रोमाजी ह्योकी नो खासिरामोजीगा सुबेते एस दे आरु कोतोकारा गो एस तो इबारेते इमास। यिनीहरूको एक्टिभिटी जुन रहेको छ यिनीहरू चाहिँ रोमनमा है, रोमनमा हेर्दाखेरि इनिसियल लेटर अथवा पहिलो अक्षर तपाईले हेर्नुभयो भने सबै S छ। यो 5 वटा S लाई चाहिँ राखेर 5S भनिएको हो।
अब हामी जान्छौँ 1 by 1 सेरी सेइतोन सेइकेचु यिनीहरू भनेको चाहिँ के हो भन्ने बारेमा, जुन हामीले चाहिँ SSW 1 मा नि पढेका छौँ। अब हल्का रिभिजन हुन्छ। सेरी भनेको फुयो नामोनो हो स्योबुन्सी हिचुयो नामोनो वा कोसु ओ मेइकाकु नि सुरु। अब अनावश्यक वस्तुहरूलाई चाहिँ फाल्ने र आवश्यक वस्तुहरूको चाहिँ कतिवटा रहेको छ त है तिनीहरूको सङ्ख्या चाहिँ स्पष्ट हुने गरी राख्नु। सेइतोन रहेको छ हिचुयोना मोनो हो हिचुयोना तोकिनी हिचुयोना र्योदाके तोरिदासेरु योनी। आवश्यक वस्तु आवश्यक समयमा आवश्यक मात्रामा निकाल्न सक्ने गरी सादा मेताबास्यो नि होकान्सुरु त्यसको निश्चित ठाउँमा चाहिँ राख्ने। र कुरिखाएसी चुकाउ योगु वा चुकात्ता आतो खानाराजु तेइची नि मोतोसु। र रिपिटेडली जुन बारम्बार हामीले प्रयोग गर्नुपर्ने हुन्छ ती वस्तुहरूलाई चाहिँ हामीले प्रयोग गरिसकेपछि त्यसको फेरि त्यसको तोकिएको स्थानमा चाहिँ राख्ने। सानमानको रहेको छ गोमी या योगोरे हो जो क्योसुरु। जुन फोहोर हुन्छ त्यो फोहोरहरूलाई चाहिँ हामीले हटाउने। स्योकुहिन खाङ्के सिसेचु देवा जुन खाद्य सामग्रीहरूसँग सम्बन्धित रहेको ठाउँ हुन्छ त्यसमा चाहिँ सेन्जो स्योदोकु नियोरी बिसेबुचु ओसेनमो जोक्योसुरु। यसले चाहिँ के गर्छ त भन्दाखेरि सफाई र कीटाणु शोधनले चाहिँ त्यो सूक्ष्म जीवहरूबाट हुने प्रदूषणलाई हटाउँछ। अब योनमान चाहिँ हाम्रो एकदम सजिलो छ। यदि तपाईँलाई सेरी सेइतोन सेइसो आउँछ भने सेइकेचु भनेको के हो त भन्दाखेरि यही सेरी सेइतोन सेइसोलाई कायम राख्नु भनेको नै सेइकेचु हो। र गोबानको स्युखान के रहेको छ त भन्दा सेरी सेइतोन सेइसो नि चुइते रुरु या मानोआरु हो मोकेते क्योइकु कुनरेन्सी सिसेचु न सेइकेचुगा चुनेनि इजी सारेरु यो स्युखान खासुरु। अब सेरी स्युखान भनेको चाहिँ के हो त भन्दाखेरि लाइक ह्याबिट हो। यो कस्तो हो त भन्दाखेरि सेरी सेइतोन सेइसोसँग सम्बन्धित रहेको रुल अथवा म्यानुअलहरू चाहिँ स्थापना गर्ने र त्यो जुन ठाउँ रहेको छ त्यसलाई चाहिँ सधैँ कायम सधैँ सफा राखेको छ भन्ने कुरा चाहिँ सुनिश्चित गर्ने र प्रशिक्षण दिनु भनेको नै हाम्रो के हो त स्युखान हो। यसरी चाहिँ हामीले लेसन 2 सकेका छौँ आज। इम्पोर्टेन्ट तर इजी टपिक। इजी किन भन्दाखेरि SSW 1 मा हामीले पढिसकेको कारणले। अब नेक्स्ट भिडियोमा हामीहरू जान्छौँ लेसन 3 मा जुन चाहिँ एकदमै इम्पोर्टेन्ट र डिफिकल्ट टपिक हासापु। यो चाहिँ HACCP हो तर यसलाई चाहिँ जापानमा चाहिँ हासापु भनेर सर्टन गरेको हुन्छ। सो यसलाई मैले हासापु नै गरेर प्रनाउन्स गर्छु है। हासापु नि सोत्ता एइसेइ खान्द्रीको बारेमा हामीले पढ्नेछौँ। भिडियो मन परेमा कृपया लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।